मिरुना लिसारा मगर हङकङमा जन्मिएकी, बेलायतमा हुर्किएकी र नेपाली फिल्म इन्डस्ट्रीमा आफ्नो पहिचान बनाएकी अभिनेत्री। उनको यात्रा सरल थिएन, तर हरेक मोडले उनको कहानी बनायो। आज हामी त्यसै कहानीका केही क्षणहरू तपाईको अगाडि प्रस्तुत गर्नेछौँ। मिरुना मगरको जन्म जुलाई 18, 1994मा हङकङमा भएको थियो। उनको बुवा धन मगर ब्रिटिस गोर्खा आर्मीमा हुनुहुन्थ्यो र उनको आमा शशी थापा सुब्बा एक रङ्गमञ्च कलाकार थिइन्। उनी 2 वर्षको हुँदा सपरिवार हङकङबाट नेपाल फर्किए। धरानमा बसेर उनले आफ्नो प्रारम्भिक जीवन बिताइन् र 8 कक्षासम्म पढाइ पुरा गरिन्। बाल्यकाल सामान्य थियो, स्कुल जानु, साथीहरूसँग खेल्नु र परिवारसँग समय बिताउनु। आमा थिएटरमा काम गर्ने भएर मिरुनामा पनि बच्चेदेखि अभिनयप्रति रुचि जाग्यो। नेपालको परिवेश, संस्कार र समुदायले उनको अनुभवलाई आकार दियो। यी अनुभवहरूले उनलाई नेपाली फिल्म इन्डस्ट्रीतर्फको पहिलो कदम चाल्न तयार गर्यो। आफ्नो बुवा ब्रिटिस सेनाको रोयल गोर्खा राइफल्समा सेवा गर्ने कारणले उनी फेरि 12 वर्षको उमेरमा परिवारसहित नेपालबाट लन्डन सर्नु पर्यो। उनले आफ्नो माध्यमिक शिक्षा र त्यसपछि A-लेभल्स लन्डनमा पुरा गरिन्। पछि ब्रुनल विश्वविद्यालयमा सोसियोलोजी अध्ययन गर्दै आफ्नो ब्याचलर्स डिग्री प्राप्त गरिन्। विदेशको बसाइले उनको सोच, व्यवहार र जीवनशैलीमा फरक ल्यायो। उनी केवल पढाइमै मात्र सीमित रहिनन्। सामाजिक गतिविधि र साथीहरूसँगको अन्तर्क्रियाले उनको अनुभव झन फराकिलो बनायो। विदेशमा हुर्किए पनि उनी नेपाली परिवेशसँग जडित रहिन्। यी वर्षहरूले उनलाई आफैलाई बुझ्ने र अब्जर्भेसन गर्ने कला सिकायो, जुनले भविष्यमा एक्टिङ र फिल्म क्षेत्रमा सटल फाउन्डेसन तयार गर्यो। पछि 2021-22मा मास्टर्सका लागि उनी फेरि ब्रुनल विश्वविद्यालयमा फर्किन्, जहाँ उनले चिल्ड्रेन, युथ एन्ड इन्टरनेसनल डेभलपमेन्ट अध्ययन गरिन्। आफ्नो एक्टिङ करियरको सुरुवातको लागि 2016मा मिरुना नेपाल फर्किइन्। थिएटर र एक्टिङ वर्कसपबाट उनले फिल्म क्षेत्रमा पहिलो पाइला राखिन्। अनुप बरालको निर्देशनमा बनेको कथा देश पार्ट 3मा उनले काम गरिन्। सुरुमा छोटो भूमिका देखाइन्, तर अभ्यास र अनुभवले उनको प्रदर्शन अझ बलियो बन्दै गयो। 2018मा पहिलो फिल्म लालपुर्जामा सौगात मल्लसँग काम गर्दै उनी इन्डस्ट्रीमा पहिचान बनाउन सफल भइन्। एक्टिङको साथसाथै उनले मोडलिङमा पनि काम सुरु गरिन्। पछि रोज, साइनो, चाचा हुई जस्ता फिल्महरूले उनको कामलाई निरन्तरता दिए र धेरै फिल्म कर्मीको नजरमा ल्याए। अनि 2022मा आयो उनको सबैभन्दा ठुलो ब्रेक थ्रु, कबड्डी 4 द फाइनल म्याच। यस फिल्ममा उनको भूमिका बक्स अफिसमा सफल रह्यो र कबड्डी 4ले 21.4 करोड कमाएर त्यसबेलाको सबैभन्दा बढी कमाउने नेपाली फिल्म बन्यो। त्यसको लगतै आयो जारी, जसले दर्शक र आलोचक दुवैको ध्यान खिच्यो। यी भूमिकाहरूले उनको फिल्मोग्राफी मात्र विस्तार गरेनन्, उनी नेपालकी टप ग्रसिङ अभिनेत्रीहरूमा पनि सामेल भइन्। फिल्म सेट र रिहर्सलमा बिताएका वर्षहरूले उनको प्रोफेसनल एक्टरको फाउन्डेसन मात्र होइन, भविष्यका फिल्म र भूमिकामा उनको भर्सेटिलिटी अझै बढायो। । 2018देखि 2025सम्म आउँदा मिरुनाले धेरै फिल्महरूमा अभिनय गरिसकेकी छन्। उनले लालपुर्जाबाट आफ्नो अभिनय यात्रा सुरु गरिन्। यस फिल्मले उनलाई नयाँ प्रतिभा भनेर चिनायो। त्यसपछि उनले नाङ्गो गाउँ, रङ्गेली, मनसारा र घर ज्वाइँ जस्ता फिल्महरूमा विविध भूमिका निभाइन्। यी फिल्महरूले उनलाई भावनात्मक, सामाजिक र पारिवारिक कथाहरूमा आफ्नो दायरा विस्तार गर्ने मौका दियो। तर उनी बढी परिचित तब भइन् जब कबड्डी 4 र जारी जस्ता व्यावसायिक रूपमा सफल फिल्महरूमा उनले मुख्य भूमिका निभाइन्। कबड्डी 4मा उनले हास्य र रोमान्समा आफ्नो प्रतिभा देखाइन् भने जारीमा सांस्कृतिक कथा र सामाजिक सन्देशलाई वास्तविक रूपमा प्रस्तुत गरिन्। हाल उनको फिल्मोग्राफी अझै समृद्ध हुँदैछ। 2025मा रिलिज भएका उनको स्विटर, जनाई हराएको मान्छे र जारी 2 जस्ता फिल्महरूले उनको
बहुमुखी प्रतिभा र अभिनय क्षमता अझ स्पष्ट बनाउँछन्। हरेक फिल्ममा उनले भूमिका अनुसार नयाँ अनुभव र प्रखर प्रदर्शन प्रस्तुत गरेकी छन्। संक्षेपमा भन्नुपर्दा उनको यात्रा छोटो समयमै विभिन्न शैलीका चुनौतीपूर्ण भूमिकाहरूमा सफलता प्राप्त गरेको सफल अभिनेत्रीको कथा हो। मिरुनाको करियर सधैँ सहज मात्र रहेन। उनको यात्रामा केही विवादहरू पनि देखिएका छन्। 2022मा कबड्डी फोको प्रमोसनल इभेन्टमा एक व्यक्तिले उनलाई अनावश्यक रूपमा छोएको भन्दै मिरुनाले उनलाई थप्पड हानिन्। उक्त घटनाले सामाजिक सञ्जाल र समाचारमा मिश्रित प्रतिक्रिया उत्पन्न गर्यो। केहीले मिरुनालाई समर्थन गरे भने केहीले आलोचना गरे। केही प्रदर्शनकारीहरूले फिल्मको पोस्टर जलाउने र प्रदर्शन गर्न रोक लगाउने जस्ता कदमहरू पनि चलाए। पछि दुवै पक्षबीच सहमति भयो र उक्त व्यक्तिले आफ्नो व्यवहारको लागि माफी मागेका थिए, जसलाई केहीले स्वीकार गरे। पछि चाहिँ अझ कस्तो हुन्छ नि, अहिले जहिले पनि सोच्दाखेरि मैले नै पनि कति कुरा सिक्न जरुरी रहेछ। मेरो त्यो सबै एक्सपिरियन्स भइसकेपछि चाहिँ मैले हेर्ने दृष्टिकोण पनि चेन्ज भएको छ कति ठाउँमा। कहिले हामी यस्तो सुनिन्छ यस्तो स्टोरी भनेपछि त्यही बिलिभ गर्ने बानी हुन्छ। इट्स अलवेज टु साइड्स टु द स्टोरी हुन्छ नि, लाइक व्हाट दैट पर्सन इज गोइङ थ्रू यु हैव नो आइडिया। यो विवादले अस्थायी रूपमा समाचार र सामाजिक सञ्जालमा चर्चा पायो, तर प्रत्यक्ष रूपमा उनका फिल्म र काममा दीर्घकालीन असर भने त्यस्तो रहेन। मिरुना मगरको अभिनयलाई दर्शक र आलोचकबाट विभिन्न प्रतिक्रिया प्राप्त छ। उनले दर्शकको राम्रो प्रतिक्रियाको साथसाथै धेरै अवार्डहरू पनि जितेकी छन्। 2023मा उनले दिपेन्द्र के खनालको जारी मुभीमा मुख्य भूमिका निभाइन्, जहाँ उनी दया हेङ्राईसँग देखिइन्। उक्त भूमिकाबाट उनले सिने सर्कल अवार्ड फर बेस्ट अन स्क्रिन कपल र गोपीकृष्ण नेसनल फिल्म अवार्ड फर बेस्ट एक्ट्रेस इन अ लिडिङ रोल प्राप्त गरिन्। यसका साथै उनले जारी फिल्मको लागि यति इन्टरनेसनल फिल्म अवार्ड 2024मा पपुलर एक्ट्रेसको अवार्ड पनि जितेकी थिइन्। उनका फिल्महरू जस्तै उनको स्वेटर, कबड्डी 4 र जारीलाई दर्शकले एकदम मन पराएका छन्। उनको स्वेटर नेपालमा लामो समयसम्म प्रदर्शन हुँदै एउटा सफल फिल्मको रूपमा मानिन्छ। जारीमा उनको अभिनयलाई इन्डस्ट्रीभित्र पनि मान्यता दिइयो। धेरैले उनको अभिनय शैली र स्क्रिन प्रेजेन्सलाई सकारात्मक रूपमा लिएका छन्। फिल्मोग्राफी र अवार्ड्स मार्फत हामी देख्न सक्छौँ कि छोटो समयमा नै उनको कामले नेपाली फिल्म क्षेत्रमा बलियो पहिचान बनाएको छ। मिरुनाको व्यक्तिगत जीवन प्राय साधारण र निजी नै राखिएको छ। उनी काम, अध्ययन र व्यक्तिगत जीवनबीच सन्तुलन राख्न कोसिस गर्छिन्। सामाजिक मिडियामा उनी कहिलेकाहीँ आफ्नो जीवनको सामान्य अनुभवहरू, यात्रा र मनोरञ्जनका क्षणहरू साझा गर्छिन्। उनी महिला सशक्तिकरण, शिक्षा र फिल्म इन्डस्ट्रीमा अपर्च्युनिटिजबारे सचेत रहेकी छिन्। लट टु वर्क अन। एकदमै कस्तो भने झट्ट हेर्दाखेरि चाहिँ देयर्स अ लट अफ लिबरेटेड वुमेन एकदमै भइरहेको छ अहिले जस्तो देखिन्छ। त्यो चाहिँ लाइक सर्फेसियल लेभलमा हेर्दाखेरि, बट देन देयर्स सो मेनी पिपल द्याट निड लिबरल वुमेन टु हेल्प देम क्या। लाइक हुन्छ नि, जो चाहिँ अलरेडी एउटा पोजिसनमा हुनुहुन्छ, उहाँहरूले चाहिँ आफूले भोगेर गरिसकेर भएको ठाउँमा भए पनि तर त्यो हुँदाहुँदै देयर्स सो मेनी थिङ्स द्याट बाइन्ड्स अस रहेछ नेपाल जस्तो कन्ट्रीमा। अनि भूकम्पको बेला त मलाई चाहिँ सुरुमा के भएको थियो भने मेरो पहिलो प्रतिक्रिया भनेको चाहिँ कसरी हुन्छ बेलायतबाटै हामीले सहयोग गरौँ न त भन्नेमै हाम्रो जोड थियो। तर उनी प्राय आफ्नो व्यक्तिगत मत र विचारलाई प्रेस र मिडियामा धेरै खुलासा नगर्ने गर्छिन्। अहिले चाहिँ म झनै अलि कम बोल्ने भएको जस्तो लाग्छ। आई थिङ्क इट्स गोना टेक मी अ वाइल टु गेट ब्याक टु हुन्छ नि ह्याभिङ माई ओन लाइक कस्तो भन्ने एउटा बिलिफ र एउटा मैले स्ट्यान्ड लिन सक्ने ठाउँ चाहिँ अझै पनि मैले बनाउन ट्राई गरिरहेको छु जस्तो लाग्छ। द्याट डिड अफेक्ट मी द्याट इन्सिडेन्ट। लाइक उनको जीवन र दृष्टिकोणले दर्शाउँछ कि उनले फेमको बावजुद पनि निजी जीवनलाई प्राथमिकता दिइरहेकी छिन्। यसले दर्शक र अनुयायीहरूलाई उनको व्यक्तित्व र प्रोफेसनल यात्रा दुवैको झलक दिन्छ। अब हामी भिडियोको लगभग अन्त्यतिर आइसकेका छौँ र तपाईँहरूलाई मिरुना मगरको अभिनय कस्तो लाग्छ? यदि उहाँको अभिनय मनपर्छ भने तपाईँलाई सबभन्दा मन परेको फिल्म कुन हो? तपाईँको विचार हामीलाई कमेन्टमा अवश्य लेख्नुहोस्। यदि तपाईँलाई हाम्रो यो मिरुना मगर सम्बन्धीको भिडियो मन पर्यो भने कृपया यो भिडियोलाई लाइक र सेयर गर्न नबिर्सिनुहोस् र भविष्यमा यस्तै वास्तविक कथा, सङ्घर्ष र सफलताका यात्रा हेर्न चाहनुहुन्छ भने कथा नेपाल च्यानललाई सब्सक्राइब गर्नुहोस् र बेल आइकन पनि थिच्नुहोस्।